It's our fourth class, and in previous class we have studied about fraction, equivalent fraction, and angles. And today we are going to study about perimeter, area, and volume. How to find perimeter, area, and volume. Okay. आज चाहिँ हामीले पेरिमिटर कसरी निकाल्ने, एरिया कसरी निकाल्ने र भोल्युम कसरी निकाल्ने हामी तीनटा कुरा पढ्छौं हैन। हामीले तीनटै कुरा एक दिनमा कभर नगरे पनि हामी चाहिँ पहिला पेरिमिटर पढ्छौं, त्यसपछि एरिया पढ्छौं, त्यसपछि भोल्युम पढ्छौं। अनि त्यसपछि यो पेरिमिटर भनेको के हो, एरिया भनेको के हो र भोल्युम भनेको के हो भन्ने कुरा पहिला पढ्छौं हामी। पहिला हामी चाहिँ फर्स्टमा पेरिमिटर पढ्छौं। पेरिमिटर है, पेरिमिटरको नेपाली मिनिङ हुन्छ परिमिति। परिमिति है, यो परिमिति भनेको के हो त भन्दाखेरि चाहिँ कुनै पनि सोलिड अब्जेक्टको, जस्तै मान्छे एउटा सोलिड अब्जेक्ट चाहिँ हामी रेक्टेंगल लियौं, रेक्टेंगल, यस, दिस इज अ रेक्टेंगल एन्ड द फर्स्ट साइड ए बी बी सी सी डी, देयर आर फोर साइड इन द रेक्टेंगल ए बी बी सी सी डी एन्ड डी ए आर ए डी। ओके, ल यहाँ चाहिँ हाम्रो फर्स्ट साइड, सेकेन्ड साइड, थर्ड एन्ड फोर्थ। हामीलाई थाहा छ रेक्टेंगलको दुईटा साइड के हुन्छ त, इक्वल हुन्छ। यो चाहिँ योसँग इक्वल हुन्छ र योसँग इक्वल हुन्छ। ओके, भनेपछि हामीले चाहिँ पेरिमिटर भनेको के हो त भन्दाखेरि चाहिँ यसको साइडको यो एबी साइड मानौं चाहिँ एउटा स्केल लिएपछि स्केलले यदि पेरिमिटर हामीले चाहिँ फाइन्ड गर्नु छ भने स्केलले के गर्छ, हामी चाहिँ एबी कति सेन्टिमिटर छ भनेर चाहिँ हामीले के गर्छौं, यसको मेजरमेन्ट गर्छौं। मानौं चाहिँ एकचोटी हामी एबी भनेको हाम्रो 5 सेन्टिमिटर आयो, त्यसै गरी चाहिँ बीसी भनेको हाम्रो 2 सेन्टिमिटर आयो भने अनि त्यसपछि अब हामीले चाहिँ अरु चाहिँ मेजरमेन्ट लिनै पर्दैन, किनभने चाहिँ एबी सँग के इक्वल हुन्छ त, सीडी इक्वल हुन्छ। त्यही भएर चाहिँ एबी 5 सेन्टिमिटर भयो भने चाहिँ हाम्रो सीडी पनि कति हुन्छ, 5 सेन्टिमिटर। अनि त्यसै गरी चाहिँ यदि बीसी चाहिँ 2 सेन्टिमिटर छ भने चाहिँ एडी पनि कति हुन्छ, 2 सेन्टिमिटर हुन्छ। अब हामीले चाहिँ यसरी मेजरमेन्ट लिएपछि हैन, सबैले सम गर्यो भने, सबैले जोड्यो भने चाहिँ के हुन्छ त, हाम्रो पेरिमिटर आउँछ। व्हाट इज पेरिमिटर भनेपछि द टोटल सम अफ ऑल साइड्स इज कॉल्ड पेरिमिटर। भनेपछि टोटल सम अब यसको के हुन्छ भन्दाखेरि चाहिँ हामीले पेरिमिटर निकाल्ने भने यो रेक्टेंगलको भनेपछि सबै जोड्ने हो। भनेपछि यो 5 सेन्टिमिटर प्लस 5 सेन्टिमिटर प्लस 2 सेन्टिमिटर प्लस 2 सेन्टिमिटर, यसरी जोड्दाखेरि कति आउँछ, 5 10 12 to 14 सेन्टिमिटर। यो त हामीले बुझ्नलाई मात्रै हो, तर चाहिँ हामीले गर्ने भनेको यस्तो हैन। हामीले चाहिँ अब अलि सर्टकट गर्छौं हैन, यसमा चाहिँ अलिकति फर्मुलाहरु हुन्छ, सबै हामीले चाहिँ फर्मुलाहरु चाहिँ डिटरमाइन गरेर गर्ने हो। ल यदि चाहिँ हामीलाई एक्जाममा यसरी चाहिँ रेक्टेंगल दिन्छ अनि फर्स्टमा भन्छ यहाँ यदि चाहिँ 5 सेन्टिमिटर भन्यो र यहाँ चाहिँ 2 सेन्टिमिटर भनेछ अनि भन्छ find the perimeter of given rectangle है। यस्तो एउटा क्वेशन आयो भने चाहिँ हामीले कसरी गर्ने भनेपछि हामीसँग गिवन, अब यसको एन्सर निकाल्नलाई हामीले के गर्ने त भन्दाखेरि चाहिँ गिवन हामीले के दिएको छ गिवनमा है, गिवनमा चाहिँ हामीले चाहिँ लेन्थ अफ रेक्टेंगल को लेन्थ कति छ हाम्रो 5 सेन्टिमिटर हैन। ल एल भनेको लेन्थ है, यो भनेको कति भयो हामीसँग 5 सेन्टिमिटर। ओके, अनि त्यसपछि ब्रेथ भनेको के हो, चौडाइ। ब्रेथ अफ रेक्टेंगल, ब्रेथ कति छ यसको 2 सेन्टिमिटर छ, बी भनेको के हो 2 सेन्टिमिटर ब्रेथ। ल लेन्थ र ब्रेथ भयो भने चाहिँ हामीले यसको पेरिमिटर निकाल्न सकिन्छ। र अब यहाँ हेर्नु त अलिकति, यहाँ एउटा यल भनेको लेन्थ हो, बी भनेको ब्रेथ हो। अब कतिवटा लेन्थ छ यहाँ, एउटा यहाँ छ एउटा यहाँ छ भनेपछि दुईटा लेन्थ छ, दुईटा लेन्थ छ। अनि त्यसपछि ब्रेथ कति छ, एउटा यहाँ छ र एउटा यहाँ छ भनेपछि दुईटा ब्रेथ छ। ल अब यहाँ हेर त, यल प्लस यल कति हुन्छ, 2l हुन्छ, अनि b प्लस b कति हुन्छ, 2b हुन्छ है। अनि त्यसपछि यहाँ 2 र यहाँ 2 को के हुन्छ, हाम्रो कमन आउँछ। अनि त्यसपछि यहाँ के रहन्छ यल अनि यहाँ के रहन्छ b। भनेपछि हाम्रो पेरिमिटर निकाल्ने फर्मुला के हुन्छ त, 2 ब्रैकेट l प्लस b। यो चाहिँ हाम्रो के को पेरिमिटर निकाल्ने फर्मुला हो त भन्दाखेरि चाहिँ रेक्टेंगल को। न अब चाहिँ यसको पेरिमिटर निकाल्ने फर्मुला हामीसँग यहाँ छ, पेरिमिटर अफ रेक्टेंगल
P इज इक्वल टु अब हाम्रो चाहिँ यसको चाहिँ फर्मुला लगाइदिने के हुन्छ भन्दा 2 ब्राकेट L प्लस B। ओके ल अब चाहिँ यहाँ देखि मैले यहाँ गर्छु यो मेटाएर ल 2 लेन्थ भनेको हाम्रो कति छ यहाँ 5 सेन्टिमिटर यो 2 त यो 2 भयो अनि यहाँ ब्राकेट छ अनि L को ठाउँमा यहाँ कति छ 5 सेन्टिमिटर हो L को ठाउँमा यहाँ कति हुन्छ 5 सेन्टिमिटर प्लस अनि यहाँ B भनेको ब्रेथ भनेको कति छ यहाँ 2 सेन्टिमिटर ओके 2 अब यो प्लस छ भनेपछि हामीले पहिला थाहा छ हामीले ब्राकेट भित्रको गर्छ त्यही भएर 5 र 2 कति हुन्छ हाम्रो 7 सेन्टिमिटर अनि यो ब्राकेट त ब्राकेट एकचोटी राखौं अनि ब्राकेट हट्ने बित्तिकै के आउँछ यहाँ मल्टिप्लाई आउँछ ल अनि त्यसपछि यो कति हुन्छ 7 टु द 14 सेन्टिमिटर हामीले अघि गएर सबै जोड्दाखेरि पनि हाम्रो कति आथ्यो 14 जो आथ्यो भनेपछि यो हाम्रो के हुन्छ त आन्सर हुन्छ भनेपछि अब यसको पेरिमिटर हाम्रो कति आयो त 14 सेन्टिमिटर यो चाहिँ 2 मार्क्स हाम्रो आउँछ 2 मार्क्स को क्वेशन यो पनि हो अनि त्यसपछि यदि चाहिँ हामीलाई पेरिमिटर निकाल्न आयो भने चाहिँ हाम्रो चाहिँ कति के गर्ने त सबै साइडले के गर्ने हो जोड्ने हो ल अब चाहिँ यो जुनसुकै फिगरमा आयो भने चाहिँ यही फर्मुला हुन्छ भन्ने कुरा छैन है तर जुनसुकै फिगर आयो भने हामीले त्यसको सबै साइड जोड्यौं भने चाहिँ हामीले के पाउँछौं त त्यसको पेरिमिटर पाउँछौं तर चाहिँ यो फर्मुला सबैमा लाग्दैन यो कुनमा लाग्छ त भन्दाखेरि चाहिँ पेरिमिटरको निकाल्न पर्यो भने तर चाहिँ कुन फिगरमा भनेपछि रेक्टेंगल आयो भने मात्रै हो रेक्टेंगल आयो भने चाहिँ हामीले 2 ब्राकेट L प्लस B वाला फर्मुला लगाउने यदि चाहिँ फेरि ट्रायंगल आयो भने चाहिँ के गर्ने अथवा चाहिँ स्क्वायर आयो भने के गर्ने भन्दाखेरि चाहिँ जस्तै अब स्क्वायर आयो भने चाहिँ हाम्रो यदि यहाँ स्क्वायर आयो भने त हामीले के थाहा छ भन्दाखेरि चाहिँ स्क्वायरको सबै साइड बराबर हुन्छ यो पनि L हो यो पनि L यो पनि L यो पनि के सबै लेन्थ बराबर हुन्छ नि त त्यतिखेर चाहिँ हाम्रो फर्मुला के हुन्छ सबै साइड जोड्दिन्छ सबै साइड कतिवटा साइड छ 4 वटा भनेपछि 4 वटा L जोड्यो भने चाहिँ के हुन्छ 4L चाहिँ यसको के हुन्छ फर्मुला हुन्छ के को फर्मुला स्क्वायर को के निकाल्ने पेरिमिटर निकाल्ने फर्मुला हुन्छ ल यो हामीले चाहिँ पेरिमिटर पढ्यौं यसको के रे रेक्टेंगल को अब हामीले एउटा अझै पढ्छौं यसमा एउटा अझै मैले बुझाउँछु अनि त्यसपछि तपाईहरुले चाहिँ के गर्नु होला चाहिँ मैले होमवर्क दिन्छु त्यो पनि गर्नु होला ल यो चाहिँ हामीले पढेको पेरिमिटर अफ रेक्टेंगल अब हामी पढ्छौं पेरिमिटर अफ स्क्वायर को पेरिमिटर निकाल्ने र एरिया निकाल्ने दुईटै ल मानौं त एउटा यो भयो स्क्वायर यसको नाम चाहिँ A B C D ओके ल यो चाहिँ मैले यहाँ लेख्दै छु 2 मिटर मानौं चाहिँ यो कति मिटर छ 2 मिटर छ अब यहाँ क्वेशन के आउँछ भन्दाखेरि फाइन्ड द पेरिमिटर अफ स्क्वायर यदि यति मात्रै सोध्यो भने चाहिँ 2 मार्क्स मा हामीले चाहिँ के गर्छौं भन्दाखेरि चाहिँ पहिला के लेख्छौं सोलुसन गिवन हामीले के रहेछ गिवन मा ल्याङ्ग्वेज चाहिँ अलिकति राम्रोसँग गराउनु होला किनभने चाहिँ यस्तोमा अलि राम्रो गराउनु भने चाहिँ ठीक लाग्छ त्यही भएर चाहिँ हामीले के गर्ने चाहिँ यहाँ यसको हाम्रो लेन्थ छ हैन लेन्थ अफ स्क्वायर को लेन्थ कति छ हामीसँग 2 मिटर छ हैन लेन्थ L कति मिटर छ हामीसँग 2 मिटर छ अनि हामी सबैले थाहा छ स्क्वायर को सबै साइड के हुन्छ त इक्वल हुन्छ त्यही भएर चाहिँ योसँग यो इक्वल सबै इक्वल छ ल अब हामीले चाहिँ के निकाल्ने छ भन्दाखेरि चाहिँ यसको पेरिमिटर P इज इक्वल टु अब मैले के भन्थे सबै साइडले जोड्दिने अरे भनेपछि यो लेन्थ सबै साइड जोड्यो भने L यो पनि L यो पनि L अनि यो पनि L र माथिको आफै छ भनेपछि 4 भनेपछि हाम्रो फर्मुला के बन्नेछ 4L 1 2 3 4 4 वटा L भनेपछि त्यही 4L भयो नि त त्यही भएर चाहिँ अब फर्मुला हाम्रो के हुन्छ 4 यहाँ बिचमा के नभए के हुन्छ मल्टिप्लाई हुन्छ अनि L भनेको लेन्थ भनेको हामीसँग कति छ 2 मिटर छ भनेपछि हाम्रो आन्सर 4 2 जा कति हुन्छ 8 मिटर यो चाहिँ हाम्रो के हुन्छ यसको पेरिमिटर निकाल्ने चाहिँ फर्मुला र आन्सर हाम्रो कति हुन्छ 8 मिटर हुन्छ अब मैले दुई थप फिगर दिन्छु अनि त्यसको तपाईहरुले पेरिमिटर निकाल्नु होला र एरिया हामी चाहिँ भोलि पढ्छौं आज हामी पेरिमिटर मात्रै पढ्छौं पेरिमिटर निकाल्ने हाउ टु फाइन्ड पेरिमिटर ओके ल 1 नम्बरमा फाइन्ड द पेरिमिटर अफ गिवन फिगर्स तल दिएको हैन फिगर्सहरुको तपाईहरु पेरिमिटर निकाल्ने ए नम्बरमा
ल मैले एउटा रेक्टेंगल दिए ए नम्बरमा, रेक्टेंगल को मैले सिकाएको पनि छु। यहाँ मैले लेखे 5 मिटर, 5 मिटर, यहाँ चाहिँ यता 4 मिटर। ल यसको के निकाल्नु होला, पेरिमिटर निकाल्नु होला। बी नम्बरमा चाहिँ अर्को दिन्छु मैले एउटा स्क्वायर, स्क्वायर र हामीले यहाँ 10 मिटर लेख्छु। यसको पनि के निकाल्नु होला चाहिँ पेरिमिटर ए बी सी डी। ल यसले मैले लेख्दिए ई एफ जी एच। ल एउटा चाहिँ गर्नु होला, थोरै हुन्छ। सी नम्बर, सी नम्बरमा तपाईहरुले चाहिँ अलिकति दिमाग लगाउनु होला, आफै गर्नु यसलाई। एउटा रेक्टेंगल छ। ल यहाँ मैले लेख्दिएछु ए बी सी। यहाँ मैले 2 मिटर लेख्दिए अनि त्यसपछि यो साइन दिए। यो साइन को मतलब यदि बुझ्नु भयो भने चाहिँ तपाईहरु पक्कै यसको एन्सर निकाल्नुहुन्छ। ल अब यो तीनटैको के निकाल्नु होला, पेरिमिटर। ल आजको क्लासले यति नै हुन्छ। ल थ्यांक्स फर वाचिङ। ल आजको क्लास यही इन्ड हुन्छ। राम्रोसँग हेर्नु होला, पहिलाको मैले बुझाएको दुईटा फिगरहरु सम्झिनु होला र यो सबै तीनटा फिगरको एन्सर निकाल्नु।